धरानको हर्क सम्पाङको मिजी हो नि त यतिको सम्मान त गर्नै पर्यो होइन होला के हो म पनि हर्क राजा होइन यो धरानको हर्क सम्पाङलाई म च्यालेन्ज गर्छु हामीले पनि यहाँ सम्मान गर्दैछौँ यति धेरै हैन बाटो पनि सफा गर्नु पर्यो नि त इज्जत जोगाउनुलाई ल खुट्टासम्म कमिला लाग्यो लुगाभरि कमिला हेलो गाइज सबैलाई नमस्ते म चाहिँ आज गाउँ आएको छु टक्क हाम्रो घर हाम्रो झुप्पडी अनि म चाहिँ आज हिजो गाउँ आएको अनि आज टक्कसँगले श्रमदान जाँदैछु आज बप्पाल भिडियो हुनेवाला छ आमा म गएको हो अल्छी लाग्यो अब म बिस्तारै हिँडेको कन्नुको लमुक्सी इमिसो भएन बाउको हौ ए ओ सिक्कल्ला टुक्छु नापल्ला टुकनमा टुक्छु रहेछ म चाहिँ होइन अब श्रमदान जाने मान्छे बाटो सफा गर्नुपर्ने फेरि अब केही नलिई हिँडेको छु क्या फर्केर फेरि खुकुरी र खुर्मी लिएर आएको छु मम्मीले सम्झाइदिनु भयो धन्दा म त नत्र त्यत्तिकै जान्थ्यो आम्मा के साह्रो परमा जाने मान्छे पनि केही नलिई हिँड्दो रहेछ हौ अब म चाहिँ हिजै गाउँ आएको अनि आज अल्छी गरेर फेरि दिन बिहान पनि केही गरिनँ सुत्दै बसेँ अनि दिउँसो चाहिँ यसो श्रमदान छ आज अनि श्रमदान हिँडेको फेरि म त अझ त सब बिहान हिँडिसकेछ मै मात्र क्या फेरि दिउँसो चाहिँ 12 बज्न आँटिसक्यो अब सफा गर्दै होला अरूले चाहिँ अल्छी पनि अति भइयो कि आमा श्रमदान जाने मान्छे पनि केही नलिई हिँड्दो रहेछ भने आम्मा पहिलो रेकर्ड होला म श्रमदान जाने मान्छे केही नलिई हिँड्दो रहेछ बाटो सफा गर्नुपर्ने झारहरू उखेल्नु पर्ने पन्चा चाहिँ मैले लिएर आएको थिएँ तर अरू खुकुरी खुर्मीहरू चाहिँ नलिई गएको रहेछ यत्तिकै हल्का झाडीहरू फार्नु पर्ने हुन्छ नि त म चाहिँ केही नलिई हिँड्दै रहेछु अन्त मम्मीले सम्झाइदिनु भयो त फर्केर फेरि लिएर आएँ त्यस्तै हो गाउँमा चाहिँ अहिले टक्कसँग मकैहरू यत्रो यत्रो भइरहेछ म हिजो खातबाडीबाट हिजै आएको थिएँ खुट्टा दुखेर हो आमा तलबाट आउनुपर्छ हाम्रो गाउँ चाहिँ 4 घन्टा जति हिँड्नु पर्यो होला गाडी पर बाला भन्ने ठाउँसम्म मात्रै आयो नि त त्यही भएर गाइस अब म चाहिँ अलिक छिटो हिँड्नुपर्ने हुन्छ एक्लै छु नि त म सबै अगाडि गइसक्यो अनि गाउँकोहरू फेरि ढिलो आयो भनेर रिसाउन सक्छ अलिक छिटो कुदेर टक्कसँग तल म भेट्छु गाउँकोहरू अनि त्यहाँ हल्का भिडियो बनाउने छु अहिलेलाई चाहिँ टाटा बाइ बाइ आज म चाहिँ होइन तल आइपुगेँ आधी बाटो भन्दा नि आधी बाटो पनि भएको छैन धेरै तल जानुपर्छ नि त तल खोला ओ तल खोल्सीसम्म जानुपर्छ अनि यता चाहिँ सबै बिहान आएको छ नि त म मात्रै दिउँसो अनि यता चाहिँ हल्का सफा गरेको रहेछ झारहरू उखेलेको रहेछ यता चाहिँ अनि म चाहिँ भर्खर आउँदैछु अहिले कहाँ उखेल्दैछ झारहरू सबै गाउँकोहरू आएर अहिले सबै बिच्किन्छ होला फेरि किन ढिलो आएको भनेर अनि यस्तो यहाँसम्म थोरै चाहिँ यहाँ
सफा गरेको रहेछ। म चाहिँ तल गएर भेटेपछि किन ढिलो आएको भनेर भन्यो भने म चाहिँ के भन्छु भने नि मैले चाहिँ बिहानदेखि भनेर थाहा भएन, दिउँसो होला भनेर दिउँसो आएको भनिदिन्छु। मलाई फेरि कुरो मिलाउनुमा त लास्टै हो नि त। म त फेरि झुट बोल्नु त बच्चैदेखि सिकिआएको। प्रायः सबैले झुट त बोल्छन्, तर म अलिक धेर बोल्छु कि। अब बाटो चाहिँ उयो मजा सफा गर्दै आउनु भने यता सफा गरेको रहेनछ, उयो माथि चाहिँ थोरै गरिरहेको छ। अब म चाहिँ धेरै टाढा छ नि त, तल खोलासम्मै पुग्नुपर्छ। धेरै आज ओभर घाम पनि लागेर छ, गर्मीले म चाहिँ पुरा जिउै भिजिसक्यो। अब म डाइरेक्ट तल गएर सबलाई भेटेपछि भिडियो बनाउँछु के भन्दो रहेछ मलाई। म ढिलो गएको छु नि त, मलाई के भन्दो रहेछ। तर अब यता नेपाली भाषादेखि बोल्ने चलन छैन, म चाहिँ भिडियो बनाउँछु के भन्दो रहेछ हेरौँ। गाइज एउटा कुरा, हाम्रो गाउँमा यत्रो उकालो पनि छ है, पुरा यो यत्रो उकालो छ कि यस्तो उकालो त नि कसैको गाउँतिर छैन होला। यो त पुरा उकालो चढ्दा पनि नाकै ठोकिन्छ नि। त्यति साह्रो उकालो छ यो चाहिँ, तर धेर छैन, त्यही 2-3 मिनटमा कटिन्छ। तर ओभरै उकालो छ क्या, पुरा माथि चढ्दा नाकै ठोकिने खालको। गाइज म चाहिँ खोला आइसकेँ, यहाँ हाइड्रो पावर निस्किँदैछ होइन। हाम्रो गाउँकोहरू चाहिँ बाटो सफा गर्दै होला भनेको त पुरा पूजामा पार्टी खाँदै रहेछ। म त यता टक्क खोला हाइड्रो पावर निस्किँदैछ नि त हाम्रो गाउँमा। यस्तो टक्कसँग उयो माथि आर्मी क्याम्प, अनि टक्कदेखि पुग्नुहुन्छ हाम्रो गाउँकोहरू चाहिँ होइन। पुरा पददेपाहरू पुरा पूजा पार्टी खाएर पुरा आउँदै रहेछ यता पनि हो। बाटो सफा कति धेरै गरिसक्यो होला भनेको त के को गर्नु नि, आमा पूजा खाँदै पो रहेछ यो मान्छेहरू त। आमा ठिक छ, खाने पर्छ पूजा पनि। मैले चाहिँ उयो माथि सर्फु मारिरहेको थिएँ नि त, नेपालले चाहिँ हाँस्दै हेर्दै हुनुहुन्छ क्या। गाउँको अल्छीहरू सक्दैन। मैले सरपति मैले मारेको होइन। को यसमा पो त युवक नै आएको है मगा माइमङ सम्मान हुँदै होला भनेको त। पूजामा मासु खाएर खाएको छ हाम्रो गाउँलेहरू। हाम्रो टोलीहरू सब पुरा बाटो सफा गर्दैछ होला भनेको त, पुरा पूजा खान आएर यता घुम्दै रहेछ। म चाहिँ अलिक छिटो आएछु। हाम्रो गाउँमा चाहिँ हाइड्रो पावर यस्तो हाइड्रो पावर आर्मी क्याम्पमा यो चाहिँ अन्त तलतिर चाहिँ यता माथि सुरुङ खन्ने अरे यता मास्तिर। अनि सुरुङबाट पानी निकालेर बिजुली निकाल्न खोजिरहेछ, खोइ के हुन्छ। हेलो गाइज, हाम्रो चाहिँ काम सुरु हुँदैछ होइन। अगाडि टक्क यस्तो सफा हुँदैछ हाम्रो बाटो टक्कसँग। घरतिर पदपारीसम्म छौँ। यता हाम्रो काका भाइहरू सफा गर्दैछ घरतिर देपाहरू। बाटो सफा गर्ने क्रममा हो भाइलाई चाहिँ अन्त टाउकोदेखि तल्लो खुट्टासम्म कमिला लागेपछि लुगाभरि कमिला
बाटो सफा गर्दैछौँ अस्ति त टक्कसँग हेर्दै म चाहिँ यस्तो अवस्थामा चाहिँ बाटो सफा गर्दैछु म भने घरसँग काम गर्दैछु अस्ति त बाटो सफा गर्दैछ टक्कसँग ओ राम्रो सफा गर्दै केटा हो हेलो हेलो ए माछा गाह्रो छ गाह्रो छ पसिनै पसिना सबै माथि हाम्रो काका दाजुभाइ देपाहरू हुनुहुन्छ अहिले पछि भेट्छु गाइस बाई हामीले चाहिँ आधीको आधी बाटो सफा गरिसक्यौँ यहाँ हाम्रो एकजना अल्छी बहिनी बाटो सफा गर्नु छैन यत्तिकै हल्लिएर बसेको छ यहाँ अर्को दुईजना अल्छी बहिनीहरू बाटो सफा गर्ने छैन आम्मामा हल्लिएर बसेको छ हाम्रो काका दाजु भाइ सबै आधीको आधी 100%मा त्यस्तै 20% चाहिँ हामीले सफा गऱ्यौँ होला अरू सबै बाँकी नै छ बेलुकासम्म सफा गरिसक्नुपर्ने दुईजना बहिनीहरू चाहिँ अल्छीहरू पछाडि आएर पछाडि बसेर बाटो सफा गर्ने छैन बाटो पनि सफा गर्नु पर्यो नि त इज्जत जोगाउनुलाई चाहिँ म पनि हर्कराज जाएन यो धरानको हर्क साम्पाङलाई म च्यालेन्ज गर्छु हामीले पनि यहाँ श्रमदान गर्दैछौँ यति धेरै जम्मा हामी 16 घर छौँ 16 घरमा त्यस्तै 20-25 जना आयौँ होला श्रमदान गर्नु म धरानको हर्क साम्पाङको मिजी हो नि त यतिको श्रमदान त गर्नै पर्यो यतिको श्रमदान चाहिँ हुनु पर्यो हाम्रो गाउँमा पनि टक्कसँगले बाटो सफा गर्दैछौँ हामीले हाम्रो गाउँको श्रमदान गर्दैछौँ यहाँ 4 जना अल्छीहरू पनि आउँदैछ अल्छीहरू पनि नमस्ते मेरो नाम घनश्याम महर्जन भन्नु पनि कसरी आफै चाहिँ भाइ हामी त ढुङ्गा ओ अल्छी बहिनी दुई अल्छी बहिनी जडिया भाइ हामी सब श्रमदानवालेहरू हामीले चाहिँ टक्कसँग खाजा खाँदैछौँ मैले चाहिँ गफ गर्दै हुन्छ काका देपाहरू म चाहिँ चक्लेट चपाउँदैछु अब एकछिनमा भेट्नेछु अलिक मास्तिर सफा गर्दैछौँ धमाधम अहिले चाहिँ खाजा खाने टाइम जाँतहरू खाँदैछौँ हेलो गाइस हामी चाहिँ बाटो सफा गरिसकेर नि फर्किँदैछौँ मैले अघि भिडियो बनाउन पाइनँ बाटो सफा गर्दै गरेको चाहिँ
एकजना भाइ तल आउँदैछ म चाहिँ अगाडि जाँदैछु बाई बाई गाइस आजलाई यति नै म चाहिँ अब घर पुग्न लागेँ बाई बाई